दार्चुला जाने कि बनाउने हो, अरू केही पनि होइन। दार्चुला जानु किन पर्यो, किन पर्छ अलिकति थोरै भन्न चाहे। त्यहाँ हामीले पुल बनाउँदैछौँ, श्रमदाता त्यहाँ छैन होइन। यहाँबाट जानुपर्छ थोरैमा 50 जना, कतिजना? 50 जना जानुपर्छ। जाँदाखेरि 4 दिन, आउँदा 4 दिन, 8 दिन लागेको होइन। जाने आउने व्यवस्था हामी गर्छौँ। सिरक बोक्नुपर्छ, सिरक चाहिँ बोक्नुपर्छ, अरू केही पनि अलिअलि पैसा बोक्नु, तर त्यस्तो खास बोक्नु पर्दैन। सिरक चाहिँ बोक्नुपर्छ। गाउँ पातलो छ, गाउँको सिरक सबै सकिसक्यो, छैन अब है। स्लिपिङ ब्याग अथवा सिरक, हल्का खालको सिरक बोक्नुपर्छ। छोरी मान्छेहरू पनि जाँदा हुन्छ, त्यहाँ छोरी मान्छेको फाल्टै क्याम्प हुन्छ, छोरा मान्छेको फाल्टै क्याम्प हुन्छ। हामी 50 जना जति जानुपर्छ थोरैमा, त्यो छ। दार्चुलामा अत्यन्तै धेरै दुःख रहेछ। यहाँ हामी त एकदम ठुलो स्वर्गमा पो रहेछौँ, यहाँ धेरै दुःख छ। त्यहाँ जानुपर्छ र त्यसका लागि म इन्करेज गर्न चाहन्छु होइन। तपाईँहरू सबैजना जाउँ। घरमा अब साह्रै धेरै समस्या हुने मान्छे त अब कसै जाने होला र, तर जाउँ, एकचोटि जाउँ। टुर पनि हुन्छ, 2083 सालको न्यू इयरको टुर पनि हुन्छ र त्यो ठाउँ अत्यन्तै रमाइलो ठाउँ पनि रहेछ। विकटमै रमाइलो हुन्छ, भिरमै फुल्छ सुनाखरी होइन। भिरमा फुल्छ सुनाखरी, सुन्नु है पछाडितिर, भिरमै फुल्छ सुनाखरी। अप्ठ्यारोमा हुन्छ रमाइलो चिज। त्यसले गर्दा त्यसतर्फ हामी जाउँ भन्न चाहन्छु। अरू ठाउँबाट पनि जानुहुनेहरूले, अब यो मिडियम थुप्रै छ, अब सबैको हातमा अहिले त मोबाइल भयो, सबै मान्छे मिडिया कर्मी छौँ हामी। घरिघरि म पनि भनिहिँड्छु र सबैजना जो जति जान चाहनुहुन्छ तपाईँहरूले सम्पर्क गर्दा हुन्छ। जति छिटो गयो त्यति सजिलो हुन्छ हामीलाई, किनभने बर्खा लाग्छ होइन। बर्खा लागेपछि गाह्रो हुन्छ। त्यसले गर्दा अहिले नै हामी जान